नमस्ते। आज म तपाईँहरूलाई पोर्चुगल सिजनल वर्क भिसाको बारेमा सम्पूर्ण जानकारी दिन गइरहेको छु। यो भिजा खास गरी छोटो समयको लागि पोर्चुगलमा काम गर्न चाहनेहरूको लागि हो, जस्तै एग्रिकल्चर, होटल, रेस्टुरेन्ट र सिजनल जब्सहरू अवेलेबल हुन्छन्। आजको भिडियो हेरेपछि तपाईँहरूले क्लियर बुझ्नुहुन्छ सिजनल वर्क भिसा के हो, कस्ता जबहरू पाइन्छ, कसरी जब एप्लाई गर्ने, स्टेप बाई स्टेप एप्लाई गर्ने प्रक्रिया, कति समय लाग्छ र कति समय बस्न पाइन्छ, कहिले कहिले यो सिजनल भिसा खुल्छ र एक्सटेन्सन अथवा चेन्ज भिजा गर्न मिल्छ या मिल्दैन, र हामीले भिजा पाउने चान्सेस कतिको छ र हामीले कति कमाइ गर्न सकिन्छ। आउनुहोस् भिडियोको सुरु गरौँ। सिजनल भिसा भनेको के हो? यो सर्ट टर्म भिसा हो। यसको मतलब 3 देखि 9 महिना काम गर्न पाइन्छ। पर्मानेन्ट भिसा होइन, सिजनल कामको लागि मात्र हो। उदाहरणको लागि छोटो समय युरोपमा काम गरेर पैसा कमाउने अवसर हो। र कस्ता जबहरू पाइन्छ? फ्रुट पिकिङ, फार्म वर्कर र एड्स भनेको चाहिँ अब फार्महरूमा काम गर्ने, र हस्पिटालिटीतर्फ चाहिँ होटल स्टाफ, रेस्टुरेन्ट हेल्पर, किचन एसिस्टेन्ट र अन्य जबहरू, वेयरहाउस वर्कर, क्लिनर, यस्ता कामहरू पाइन्छ। समर सिजनमा धेरै जब ओपन हुन्छ। र कसरी जब पाउने अथवा सिजनल भिसा हजुरहरूले कसरी खोज्ने? हजुरहरूले सोसल मिडिया, इन्डिड, लिङ्किड र विभिन्न सिजनल एजेन्सीहरू र डाइरेक्ट पोर्चुगल कम्पनीहरूबाट हजुरहरूले यो जब लिन सक्नुहुन्छ। सिजनल जब छोटो हुन्छ र चाँडै नै एप्लाई गर्नुपर्ने हुन्छ। एप्लाई गर्ने स्टेप बाई स्टेप प्रोसेस। पहिलो नम्बरमा हजुरहरूसँग जब अफर हुनुपर्छ र त्यसपछि कम्पनीले जब कन्ट्र्याक्ट दिन्छ, र त्यसपछि सबै डकुमेन्टहरू तयार गर्ने, जस्तै पासपोर्ट, जब कन्ट्र्याक्ट, इन्सुरेन्स, पुलिस क्लियरेन्स र ब्याङ्क स्टेटमेन्ट। त्यसपछि यी सबै डकुमेन्टहरू लिएर भिएफएस मार्फतबाट हजुरहरूले भिजा एप्लाई गर्ने, र जब हजुरहरूको भिजा अप्रुभ हुन्छ त्यसपछि हजुरहरू सिजनल पर्मिटमा पोर्चुगल जान सक्नुहुनेछ। र यो कहिले खुल्छ? पोर्चुगल सिजनल भिसा विशेष गरी कुन सिजनमा खुल्छ यसको कुनै पनि फिक्स डेट हुँदैन, तर मेनली चाहिँ अक्टोबरदेखि अप्रिलसम्म धेरै जब खुल्छ। समर सिजनमा धेरै डिमान्ड हाई हुन्छ। जब एक्सचेन्ज गर्न मिल्छ कि मिल्दैन, अथवा चाहिँ सिजनल पर्मिटमा गएर हजुरहरूले जब चेन्ज गर्न सक्नुहुन्छ या सक्नु हुँदैन। एक्सचेन्ज गर्न मिल्दैन। सिजनलबाट D1 अथवा डाइरेक्ट पिआर चान्सेस हुँदैन। ओभरस्टे गर्नुभयो भने इलिगल हुनुहुन्छ। र विशेष गरी भन्नुपर्दा यो भिजा टेम्पोररी भिजा हो। र यसको भिजा पाउने चान्सेस कतिको हुन्छ? भिजा पाउने चान्सेस जब कन्ट्र्याक्ट जेन्युन छ, सबै डकुमेन्ट कम्प्लिट छ, स्ट्रङ प्रोफाइल छ भने, सही कन्ट्र्याक्ट भए चान्सेस राम्रो हुन्छ। ओभरअल गुड एप्लिकेसन भए डेमोन्स्ट्रेट टु हाई एप्रुभल चान्स हुन्छ। र कति कमाइ हुन्छ? विशेष गरी एग्रिकल्चरमा 700 देखि 1000 युरो पर मन्थ, हस्पिटालिटीमा 800 देखि 1200 युरो पर मन्थ, र ओभरटाइम भयो भने एक्स्ट्रा अर्निङ हुन्छ। सिजनल भिसामा सेभिङ मोडरेट हुन्छ भने लङ टर्म भिसामा जस्तो हाई इन्कम हुँदैन। र तपाईँहरूको लागि इम्पोर्टेन्ट टिप्स: फेक एजेन्टबाट बस्नुहोस्, कन्ट्र्याक्ट भेरिफाई गर्नुहोस्, र समयमा नै एप्लाई गर्नुहोस्। इङ्ग्लिस बेसिक भए तपाईँहरूलाई एकदमै हेल्पफुल हुन्छ। र तपाईँहरूको लागि अन्तिम समरी अथवा फाइनल समरी: पोर्चुगल सिजनल भिसा भनेको छोटो समयको लागि मात्र हो, र तपाईँहरूले पिआर पाउने चान्सेस हुँदैन, र फ्यामिलीहरू पनि ल्याउन मिल्दैन। धन्यवाद।